सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। एन्ड आज चाहिँ म चाहिँ चट्ट ल्याएर है त न्युरो, हाम्रो न्युरो भन्ने कुरो हुन्छ गाउँतिर है, त्यो चाहिँ टिप्नको लागि हिँडिरहेको छु है। कालोमा देख्ने हुन्न कि टिप्नुपर्छ, यस्ता यस्ती टिपिहाल्नुपर्छ कि टर्काली के टर्काली कटकटी छ र धेरै हुन्छ नि यहाँ। यो हातभरि बनाउँछु कि चट्ट लगाएर होइन, मेरो खोज्दै हिँड्ने तलतिर गाउँ छ, त्यतिर म छु चट्ट लगाएर मेरो टिप्न हिँडेको छु है। यो त्यहाँ माथि पनि छ है, यता छ त्यहाँ है। सकिँदै हिँड्ने बुढो चट्ट लगाएर यतातिर त सर्पा स्नेक भन्ने कुरो नि हुन्छ कि स्नेक। चट्ट लगाएर सिधै अहिले अलि धेरै बनाएर भेटौँला है त। यस्तो यस्तो ठाउँमा हुन्छ, यस्तो यस्तो ठाउँमा हुन्छ नि यहाँ। के हो यो, के हो यस्तो यस्तो ठाउँमा यार। चट्ट लगाएर होइन यति बनाइसकेको। अब एकछिन पनि छ क्या। यस्तो ठुल्ठुलो हुन्छ नि यिनीहरू नि। चट्ट लगाएर है, माथि छ के रे, जान सकिन्न, क्यार्नु छ र है। त्यहाँ त्यत्रो छ कि यहाँ यतिमा छ के लपक्कै। पहिला टिपिन्थ्यो कि माथिबाट टिपाउँदा, अहिले त्यसलाई त माथिबाट टिपाउँदा लखरै छ कि यहाँदेखि उहाँसम्म। यता पनि छ यहाँ, यत्रो धेरै छ नि। पहिला त यतातिर जाऊँ, धेरै माथितिरसम्म गएर टिपौँ। अब यहाँ देखाउँछु कि तपाईँहरूलाई कत्रो छ नि। यत्रो ठुलो छ। यहाँ भयो, यो चाहिँ अलि सानो परेछ, यत्रो पनि हुन्छ क्या। तरकारी त है, तरकारी त हो। ल यतातिर पनि छ। चट्ट लगाएर सिधै अहिले भेटौँला है त। चट्ट लगाएर अघि देखाएको ठाउँमा आइपुग्यो है। यहाँबाट पुग्न पनि गाह्रो हुन्छ नि यो, होइन। गाह्रै पर्छ कि यहाँबाट माथिबाट तन्किन पर्छ। तन्किँदाखेरि अलि भेटिन्न कि, त्यही भएर यसलाई छोडिदिने विचार गरेँ। घाँस होस् है, तिम्रो राम्रो होस् अरे, राम्रो होस् तिम्रो। यहाँ छिन् त पुग्छु नि, अन्त नपुगे नि। चट्ट लगाएर है, यो रोटी पियो, यति बनाइयो। अब माथितिर जान्छु।
आकाशमा बादल पनि छ, घाम पनि छ। दिस इज फुल, दिस इज फ्लावर, फलाएर छुट्टो लगाएर हिँडिरहेको छु है। अब सिधै अर्को प्लेसमा गएर भेटौँला। यतातिरको सिधै अर्को प्लेस। अब अर्को ठाउँ भनेको यतातिर थियो है, यतातिर थियो होइन। यतातिर पुरै घाँसै घाँस रहेछ क्या त, पुरै घाँसै घाँस रहेछ। नत्र तलसम्म लास्टै ठुल्ठुलो हुन्छ यता होइन, रहन्छ। अब उतातिर जान्छु होइन, चट्ट लाग्यो उतातिर गएर टिप्छु अब है त। अनि यति भइसक्यो, यतिले त केही हुँदैन, तरकारी दिएको छैन होइन है। उता गएर टिप्नु पनि हुन्छ चट्ट लगाएर परतिर गएर है त। अब सिधै परतिर भेटौँला है त। चाहिँ अर्को ठाउँमा आइपुगेको छु होइन। यहाँ पनि त्यस्तै छ क्या, घाँसै घाँस छ। यहाँ पनि पुरै घाँसै घाँस छ। उतातिर घाँस छैन, यतातिर घाँसै घाँस छ। त्यो यतातिर म जान्न कि, म सिधै उतातिर जान्छु होइन। यहाँ उक्लिन्छ कहाँबाट कि उक्लिने, कहाँबाट भुले यार मैले त। कहाँ हो कहाँ हल्का हल्का टिपिसकेको नि रहेछ त्यहाँ त। चट्ट लगाएर म माथि उक्लिन्छु है। अनि त्यहाँपछि फेरि स्टार्ट गरौँ है त। फेरि स्टार्ट गरौँला होइन, नयाँ बाटै भेट्टाएन क्या मैले। त्यहाँपछि स्टार्ट गरौँला है त। है त सकि नसकि भयो भने उक्लिसकेको छु म होइन। यहाँ छ कि निहुरो, त यहाँ हुन्छ कि निहुरो, यहाँमै देखिसक्यो। यस्तो टोक्लक टोक्लक देखियो नि, यति धेरै छ नि यहाँ। निहुरो टिप्नु पनि जान्छ त लोटे यार। ऐसा अर्को ठाउँ है, निहुरो के भेटिन्छ नि यहाँ। चट्ट लगाएर म टिपिरहेको छु कि निहुरो। हेर्मै देखिन्न क्या, झ्याप्प बेला बेला गर्दाखेरि। पुरै चरा कराइरहेको छ है। चिल छ, चिलमा छ जिन्दगी, चिलमा। मजाले देख्न सक्छौ, माथितिर पनि नसक्छौ। चट्ट लगाएर है त, चट्ट लगाएर। निहुरो धेरै छ यतातिर, टिपेर साध्यै छैन क्या यहाँ। यहाँ त दुईवटा हात भयो भने मात्र टिप्न सकिन्छ, एउटा हातले मात्र टिप्न सकिन्न है। चट्ट लाग्यो त्यो माटो पनि कमलो रहेछ। स्वाट बग्ला जस्तो लाग्छ यार। पसिना आइरहेछ, सी माई पसिना। के भएको यस्तो हालमा पुरै माटो लगाइरहेछ। यसलाई लगेर है चट्ट लगाएर अहिले पखालेर सबै त म भ्लग बनाउँदिनँ है। यहाँनिर टिपेको मात्र बनाउने भनेर चाहिँ आज स्टार्ट गरेको भइरहेको छ कि। अब कस्तो हुन्छ है, हेरिदिनु होला सबैजनाले हेरिदिनु होला। जस्तो भयो नि राम्रो नराम्रो
चट्ट लाएर उत्ति मर्डे निस्किएर माथितिर जानु छ। माथितिर फेरि घाँसै घाँस छ। यहाँ चाहिँ यस्तो हुन्छ यस्तो चट्ट लाएर पुरै किरा घुमिरहेको छ आँखाहरूमा होइन। अब सिधै माथितिर निस्केपछि भेटौँला है त। सो म चाहिँ यता निस्किसकेको छु माथि बाटोमा। त्यहाँपछि यता यहाँबाट निस्किसक्यो होइन। यति बनाइसकेको छु मेरो यति भएर पुग्यो नि त एकसाथ। अनि अब चट्ट लगाएर घर जान्छु। अहिले बेलुकाको लागि तरकारी भइहाल्यो अहिले। अब यति भयो के चाहियो चाहियो त केही चाहिएन नि है। यत्रो बनाइसकेको छु न्युरोलाई चट्ट लाएर। यतातिर पनि पुगेर छ कि छैन त छैन होला। अनि आजको लागि यति नै भन्दै म यो भ्लगको लागि बन्द गर्न चाहन्छु। सबै लाइक कमेन्ट सब्सक्राइब सबै सेयर गरिदिनु होला है त। यति भन्न चाहन्छु। आजको लागि यति नै है त।